हेलो नमस्ते जी वेलकम ब्याक टु डिभिएल ब्लग। 6-7 महिना भइसकेछ भ्लग नहालेको पनि। अब लाइफको उतार चढाव होइन, अप एन्ड डाउन, अनि के कता होइन कस्तो कस्तो नमिल्यो जस्तो भइरहेको थियो। सो भ्लग दिन पनि पाइरहेको थिएन। अनि आज चाहिँ हामी यता काठमाडौँतिर आएका छौँ। मसँग मेरो दाइ हुनुहुन्छ, तपाईँलाई एकछिनमा देखाइहाल्छु। जस आजको भ्लग दामी दिने ट्राई गर्छु, स्टे ट्युन। यो चाहिँ तौद्धको ताल हो क्या रे। अहिले तपाईँहरूलाई हामी त्यहीँ लगेर अनि त्यहाँको छ्यालब्याल माछाहरू पनि देखाउँछु है। मेरो नाम चाहिँ जेम्स अधिकारी, आइ एम फ्रम तनहुँ। आज चाहिँ हामी दुईजना दाजुभाइ चट्ट यो दक्षिणकाली अन्तर्गत यो तौध हो। यो चाहिँ मन्जुश्रीले चाहिँ यो पाहाड काट्दाखेरि त्यहाँबाट निस्केको माछा चाहिँ यहाँ आएर बसेर अनि यहाँ चाहिँ माछा पोखरी बनाएको अरे। यहाँ चाहिँ यो यता दक्षिणतिरको भागमा चाहिँ यो चाहिँ प्रख्यात छ। आज डिबिएल ब्रो र म चाहिँ यसो हल्का घुमघाम यताउता कपाल चाहिँ छ्यालब्यालकै माछाको ताल रहेछ है। अब थाहा पाइहाल्नु भयो के अरे होइन, ठाउँको नाउँ माछाहरू पनि वाइल्ड छ है। काठमाडौँको यात्रा बवाल नै भइरहेछ। कागज के दो पंख लेके उड़ा चला जाए रे। लुक एट दिस है, दिस इज अ बागमती। Oh my god, यस्तो असम छ नि यो दृश्य। You can see. जहाँ नहीं जाना था ये वहीं चला हाय रे। Now we are in जू हाउस है, जाउलाखेत ललितपुर अवस्थित। हाम्रो भन्दा नि मेरो चाहिँ फर्स्ट टाइम नै हो क्या अरे होइन। अनि पर पर्सन 250 को दरले चाहिँ टिकट रहेछ। के छ हामी तपाईँलाई देखाइ नै हाल्छ। उम्र का ये ताना बाना समझ न पाए रे, जुबां पे जो मोह माया नमक लगाए रे, के देखे न भाले न जाने न दाए रे, दिशाहारा केमन बोका मोन्टा रे। कता छौ कता? रोयल बेङ्गल टाइगर है। यो चाहिँ बेङ्गल टाइगरको एरिया रहेछ। त्यो पनि तपाईँहरूले देख्नु भएको छ कि नै है। यहाँ चाहिँ छ बाघ चाहिँ, यु क्यान सी द्याट्स अ टाइगर। ल क्रिप्टो लभरहरू हिप्पो छ है हाम्रो नेपालतिर नि। ओ सोल्टे के छ सोल्टे? ओ सोल्टे हेलो मुडेङ भाइ। हिप्पो कस्तो होला गाइस यसको मासु? ओ माई गॉड, हामीलाई दर्शन दियो। अनि हेर्नु न एउटा डुङ्गा जत्रो छ है, यो डेन्जर ठुलो रहेछ क्या। कागज के दो पंख लेके उड़ा चला जाए रे, जहाँ नहीं जाना था ये वहीं चला हाय रे, उम्र का ये ताना बाना समझ न पाए रे, जुबां पे जो मोह माया नमक लगाए रे, के देखे न भाले न जाने न दाए रे, दिशाहारा Look at this guys, this is a chimpanzee movie हेर्नु भयो होला नि होइन। हामीलाई थुनिदियो यो मानव जातिले भनेर पुरा नि अर्को सोल्टी झुक्राएर बस्यो यहाँनिर। यो चिम्पान्जी चाहिँ हामी कति धेरै बस्यो कि 5 मिनट जति बस्यो, चलहल कति गरेन होइन। अनि जब गर्ल्सहरू आएर चाहिँ जिस्काइरहेको थियो कि गर्दै, त्यसपछि सोल्टी धरी पुरै उठेर आमा तपाईँ गऱ्यो भनेको रमाइलो भयो होइन। सबभन्दा रमाइलो चिम्पान्जी हेर्न भयो हामीलाई चाहिँ। अनि धेरै जनावरहरू भए तापनि अलिकति त्यो रियल जङ्गलमा गएर हेरे जस्तो भाइब चाहिँ नआउँदो रहेछ। अनि चिया खानामा चाहिँ जे हेरि नसक्दो रहेछ है। हेर्दा हेर्दा आँखै टट्टाइसक्यो भनेको। अनि हामी चाहिँ सबै हेरेन कि, मेन गरी यो बाघ भालु अनि चिम्पान्जी अनि गैँडा। अनि यो दृश्य चाहिँ फुल्ली बर्डहरू टन्नै मात्रामा रहेछ। यस युनिक दामी चाहिँ हामीले आज नयाँ दृश्यहरू चाहिँ देख्न पाएँ। गाउँघरमा बसिरहेको भए तापनि यस्तो दामी चाहिँ देखेको थिएन क्या।
सो अब चाहिँ यहाँबाट निक्लिनु पर्ला देखिरहनु भएको चाहिँ चिल हो क्या अरे होइन यो चाहिँ अब अझै एक्स्ट्रा जीवन जिउनको लागि होइन पुरा हिमालतिर गएर कष्ट बिताउने यसको कहानी सुन्नु भएको छ कि छैन मैले चाहिँ सानोमा सुनेको थियो यिनीहरूले चाहिँ अब आयु बढाउनको लागि आफ्नो सम्पूर्ण जो मेहनत चाहिँ दिन्छ अरे होइन बिचरा कति कति माथि उठ्छ नि त यहाँहरूलाई थाहा छैन चिलको आँखा भनेको खतरा हुन्छ फाइटर प्लेन बनाएको यसकै इन्सपायर भएर हो अहिले बिचरा हेर्नु न यो सानोमा राख्दाखेरि चाहिँ हेर्दा नि कस्तो अलि होइन कस्तो नमजा फिल भएको क्या चिम्पान्जीसँग चाहिँ मजा हुन्थ्यो है फेरि यु क्यान सी है यो चाहिँ अस्ट्रिच होइन जस्तो नि चराहरू मध्येकै सबैभन्दा ठुलो प्रजाति हो अनि ठुलो चरा यो चाहिँ उड्न सक्दैन क्या अरे यु क्यान सी है हामीभन्दा पनि हल्को दिन्छ कि हो अन्डा टिप्न जाँदाखेरि चाहिँ यत्रो यत्रो दिन्छ अन्डा टिप्न जाने भने चाहिँ ठुङ्छ क्या मान्छेलाई टाउकामा ढङ्ग ठुङ्गेर अनि मारेको रेकर्डहरू पनि कति छ सो हेर्नु न कति हल्को हो कि त्यो भित्तो जत्तिकै हल्को त छ नि लगभग हेर्नु त त्यो भित्तो भन्दा पनि हल्को नै छ अब चाहिँ टक्क नेपालको इन्टरनेसनल एयरपोर्टको पछाडि आएर दामी पारामा भ्लग दिइरहेको छु त्यो देख्नु भएको छ नि त्यो उनीहरूले आँखाले देखेन जेस कुरोलाई अन्त्यतिर मोडिदिउँ एयरप्लेन चाहिँ देखिहाल्नु भयो यो काठमाडौँ चाहिँ पहिला यो सर्लकै यो ताल थियो होइन सायद स्वयंको चाहिँ त्यो डुब्थेन होला त्यसको तल तल पुरै ताल थियो मञ्जुश्रीले त्यो खड्क प्रहार गरेर अथवा त्यो मञ्जुश्रीले नै उसले फुटाएर बनाएको होइन अब कामदार लगायो होला नि त होइन केपी ओलीले मैले धर्रा बनाएँ भन्छ नि त उसले बनाएको होइन नि त त्यसरी उसको पालामा चाहिँ त्यहाँबाट त्यो फुटाएर यो काठमाडौँको पानी फालेर अनि बस्ती बसाएर चाहिँ यो भएको पछि पृथ्वीनारायण शाहले यसलाई नेपालको राजधानी बनाइदिए यही नै हो नेपालको वास्तविकता फतेह करे किले सारे भेद जाए दीवारे प्रेम कोई सेंध लागे अगर मगर बारी बारी जे कुन चाहिँ सिन हो ट्याक्कै पार्नु होस्टेल 3 हेरेको केटाहरूले चाहिँ थाहा पाउँछ क्या अरे होइन हेऱ्यो होटेलबाट चाहिँ अनि कुल बोयको गर्लफ्रेन्डलाई उठाएको हुन्छ नि त भिलेनहरूले यस्तो थम्बेल एरिया है टक्का बारेमा हामी चाहिँ दरबार मार्गको भिआइपी एरियातिर हिँड्दै सिकाएर यति बेला यु क्यान सी अनि यता त फेरि भुइँतिर नि पुरै मार्बल बिछाएर हैरान छ होइन सडकको यता हो क्या हेर्नु न सडकको यता बबालै छ के हाम्रो दाइले भनिदिनुहुन्छ होइन यो ठाउँ चाहिँ कस्तो भन्दा दाइ एक दुई शब्द बोलिदिनुहोस् न यो ठाउँ कुन हो अनि के पाउँछ यहाँ यो ठाउँ भनेको चाहिँ नुनदेखि एकदम सुनसम्म पाउने होइन पुरानो एकदमै बजार हो यो अनि यसलाई भन्छ असम 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 क्या बात है यार असमको गल्ली है यो चाहिँ असमको बजारैमा अनि अमृत गुरुङको गीतै छ हिपहप सुना होला होइन ल है त नुनदेखि सुनसम्म हलोदेखि हाइड्रोसम्म नुनदेखि सुनसम्म हलोदेखि हाइड्रोसम्मको है त दामी काठमाडौँको मलाई दाइले घुमाउँदै हुन्छ दाइ चाहिँ यतैको हुनुहुन्छ क्या अरे 20 होइन कति 15-20 वर्ष है 15-20 वर्ष चाहिँ यतै अड्डिनु भएको दाइ सो घुमिरहेको छ न घाम न पानी होइन जिया को यूं उछाले जिया नहीं गेंद लागे माटी को ये चंदा नाउ वी आर इन न्यू रोड है बालेन्साको यो सुन्न मात्र पाइरहेको थियो क्या यो उसको बारेमा फाइनल्ली वी आर इन यो एन्ड टक्क बारेमा हिँडिरहेको छ यो पेटीमा लफडा भएको यहीँ हो क्या न भाले न जाने न दायरे दिशाहारा केमन बोका मोन्टारे ल है त हामी चाहिँ अहिले टक्क बारेमा हनुमान ढोका दरबार के भन्नुभयो दरबार स्क्वाडमा छौँ है यु क्यान सी कस्तो दामी छ क्या यहाँको लोकेसनहरू नेक्स्ट लेभल भाइब म चाहिँ फर्स्ट टाइम नै हो क्या तपाईँहरूलाई पनि यो दृश्य कस्तो लाग्यो गाइज यु क्यान सी है दामी नै छ अनि यति बेला चाहिँ यो उतातिरको हामी आउने बाटोतिरको यात्राहरू चाहिँ अलि ल्याङफ्याङ लफडा भइरहेको रहेछ कि बनाउँदै रहेछ सो
तर आउनुभयो भने चाहिँ यतातिर चाहिँ आउनु नबिर्सिनु होला। काठमाडौँको त्यो धुवा धुलो एरिया भन्दा चाहिँ यो अति नै बवाल छ क्या, किन भन्दाखेरि यतातिर बाइकहरू गाडीहरू आउन चाहिँ निषेधित गरेको रहेछ। सो बवालै छ। दाइले मलाई घुमाइरहनु भएको छ काठमाडौँ एरिया, न्यु रोड, थम्मेल अनि एन तेन होइन, इधर उधर। यहाँ खतरा ठुलो मेला लाग्छ। अहिले पानी परेको भएर चाहिँ पुरै टाढ बिछाएर राखेको रहेछ क्या रे। ल यो एरिया त अहिले ट्याक्क याद गर्नुभयो कि भएन? बालेन्द्र शाह चाहिँ उभिएर होइन केपीमा चाहिँ मुर्दाबाद, बालेन शाह जिन्दाबाद भन्दै खतरा नारा चलेको होइन। अनि बालिनको बुढाबुढी चाहिँ बसेको एरिया हो क्या यहाँ चाहिँ। मलाई ट्याक्कै याद आयो। कसले सम्झिनु भयो कमेन्ट गर्नु है त। अनि यतातिर चाहिँ वाइल्ड पारामा देख्न सक्नुहुन्छ है, दृश्यहरू बवाल बवाल नै छ। सो भिजिट गर्न नबिर्सिनु होला। बवालै छ है, बवालै छ। मैले नयाँ काठमाडौँ देखाउँदैछु। जो जतिले त्यो धुवा धुलो अनि त्यसपछि च्याचा र चुच्ची मात्रै सुन्नु भएको थियो। काठमाडौँ आएर यो एरियाहरू नघुम्नेहरूको लागि चाहिँ है अति बवाल ठाउँ रिभिल गरिरहेको अवस्था छ डिबिएलले। यता ल हामी गाडी कुद्ने एरियातिर आइपुग्यो। अघि हामी बसेकोतिर चाहिँ के पनि कुद्न पाउँथेन। अलिअलि बाइकहरू थियो, हाम्रो अगाडि नै मामाहरूले उठाएर लैदियो क्या स्कुटीहरू। 2-3 हजार दृश्य हेर्नु गाइस, सब वाइट गरेको रहेछ क्या अहिले होइन। हामी अघि नै वा उताको छेउबाट छिरेर यताबाट आएको हो के अरे। अहिले चाहिँ मेन रोडमा आइपुग्यो। मेन रोड भन्नाले मेनै रोड त होइन, तर हेर्नु न युनिक नै छ भनेको यार काठमाडौँ सहर। सगरमाथा है यो चाहिँ ह्यान्ड पेन्टिङ हो। भित्र दाइ हुनुहुन्छ अनि उहाँ दाइले हान्नु भएको हो उताको दाइले। अनि यसको प्राइस चाहिँ 1 लाख एबभको हो विथ फ्रेम होइन। अनि फ्रेमलाई नै 10-15 हजार पर्दो रहेछ। यो सबै हातबाट बनाउनु भएको है। यु क्यान सी सब ह्यान्डमेड हो। यु क्यान सी है, देख्न सक्नुहुन्छ। अति बवाल छ।